ल हेर्नुहोस्, हामी एकदम चिसो ठाउँको लेकमा आइरहेछौँ। यस्तो डेन्जर छ यो, पुरा लेक छ यो। यस्तो जङ्गलै जङ्गल, जङ्गल कस्तो लागिरहेछ गुरुबा? जङ्गलै जङ्गल। यो लेक पाटनको बाटोमा हिँड्दै हुनुहुन्छ। बाइक धेरै माथि भिरमा राखेर हामी यसरी हिँड्दैछौँ। अनि यो प्रभुको खातिर हामी यसरी आउँदैछौँ। साह्रै खुसी लागिरहेछ। म पनि छु यहाँ। शरीरमा तकलिफ भए पनि तर मनमा खुसी छ, किनभने प्रभुको सेवाको लागि हामी यहाँ छौँ। आनन्दित आजीबा भन्छ यसलाई गुरुबा सर्टकटमा। अनि यसलाई लम्बाइमा चाहिँ आनन्दित जीवनको बाटो भन्दो रहेछ। आजीबा अनि एउटा पुसा भन्छ। पुसा भनेको पूर्ण सहर भनेको। अर्को चाहिँ बिसा भनेको। अर्को बिसा भनेको विश्वजित गुरुबा। विश्वजित सर बिसा आ भनेको के हो? बिसा आ भनेको त्यो आयो योजना बनायो भने बिसा आयो। बिसा आयो, बिसा आयो सर्टकट। त्यसको मतलब के हो? विश्वजित